आज हामी कुरा गर्नेछौँ इक्जाममा टप हुने 5 वटा सिक्रेट टिप्सको बारेमा। धेरै विद्यार्थीहरू धेरै मिहिनेत गर्छन् तर सही तरिका नअपनाउँदाखेरि राम्रो रिजल्ट आउँदैन। टप गर्नको लागि केवल धेरै पढ्नु मात्र होइन, स्मार्ट स्टडी पनि आवश्यक हुन्छ। दैनिक पढ्नको लागि एउटा समय तालिका बनाउनुहोस् जसले गर्दा तपाईहरुको पढाइमा डिसिप्लिन आउँछ र पढाइमा कन्सिस्टेन्सी हुन्छ, पढ्नको लागि ध्यान जान्छ र तपाईहरुले कहिले पढ्ने कहिले नपढ्ने बानी गर्नुभयो भने यसले तपाईको सोच्ने क्षमतालाई कम गर्छ र पढाइमा कन्सिस्टेन्सी हुँदैन। मोबाइल डिस्ट्र्याक्सन हटाउनुहोस्। पढ्ने समयमा मोबाइल चलाउनु सबैभन्दा ठुलो डिस्ट्र्याक्सन हो। फेसबुक, टिकटक, युट्युब सबै यो अननेसेसरी च्याटले गर्दा तपाईको फोकसलाई बिगार्छ, तपाईको परिश्रमलाई बिगार्छ, तपाईको जिन्दगीलाई बर्बाद गर्ने मुख्य भनेको एउटा मोबाइल हो। त्यसैले गर्दा तपाई जहिले पनि मोबाइललाई साइलेन्टमा राख्नुस्, सक्नुहुन्छ भने एकतिर छोड्दिनुस् र तपाई पढ्ने रुममा जानुस्। महत्त्वपूर्ण कुरालाई नोटमा लेख्नुस् किनकि इक्जाम आएको समयमा तपाईहरुलाई पढ्न सजिलो हुन्छ। यदि तपाईहरुले पुरै बुक रिभिजन गर्न थाल्नु भयो भने जस्ताको जस्तै ढिँडा जस्तै हुन्छ। त्यही भएर इम्पोर्टेन्ट कुराहरुलाई जहिले पनि नोट गर्नुस् र त्यसलाई इक्जाम आउने समयमा त्यसलाई रिभिजन गर्नुस्। पुराना वर्षमा सोधिएका क्वेशनहरुलाई हेर्नुस् र त्यसको प्याटर्न बुझ्नुस् र कस्ता खालका प्रश्नहरु बढी सोधिएका छन् त्यो कुरालाई ध्यानमा दिनुस्, जसले गर्दा तपाईको कन्फिडेन्सलाई बढाउँछ, कम आत्तिने हुन्छ। 5औं नम्बरमा रहेको छ सबैभन्दा इम्पोर्टेन्ट कुरा, रिभिजन। रिभिजन सबैभन्दा महत्त्वपूर्ण कुरा हो। पढेर मात्र हुँदैन, दोहोर्याउन एकदमै आवश्यक हुन्छ। हामी चाहिँ के भन्छौँ, सरर बुक पढ्छौँ त्यसपछि हुन्छ मलाई केही पढ्नु पर्दैन भनिन्छ, तर कन्फिडेन्स कम हुन्छ जसले गर्दा हामी फेल हुन पुग्छौँ। याद राख्नुहोस् कि साँचो टपरहरू इन्टेलिजेन्सले होइन, डिसिप्लिनले, कन्सिस्टेन्सी र सही स्ट्र्याटेजीले उनीहरू टप हुने गर्छन्। तपाईहरुलाई के सुझाव दिन चाहन्छु भने गोल सेट गर्नुहोस्, प्लान बनाउनुहोस्, स्मार्ट तरिकाले पढ्नुहोस्, कन्सिस्टेन्सी राख्नुहोस् र टप रिजल्ट पाउनुहोस्। यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, कमेन्ट र के राय सुझाव दिनको लागि नछुटाउनुहोला। हस्त धन्यवाद।